12 बजिसक्यो निदै लाग्दैन टाइम गयो छ टाइम टाइम त म देखिहाल्छु केटाहरू यार काम चलाउ दोकान खाने चाहिँ म फाइनली होइन गाइज अहिले चाहिँ लगभग 12 बजेको समय हो होइन राति 12 बजेको समयमा हामी केटाहरू हल्लिरहेको कि यहाँ कसैले मोबाइल चलाइरहेको आज निद नै लागिरहेन किन हो खै 12 बजिसक्यो निदै लाग्दैन केटाहरूले हँसाइरहेको यता आफ्नै पारामा छ नि यता म पारामा छु रमाइलो छ होइन आज किन हो खै निद नि लागिरहेको छैन के भयो आज 12 बजिसक्यो निद्रै लागिरहेको छैन कि आज के भयो खै आज यस्तै हो कि हो आज रातभरि सुतिँदैन के हो गाह्रो छ के चटपटी खाने भन्ने कुरो उठ्याएको छ आज चटपटी खाँदा चाहिँ लगभग 2 बज्छ होला बिहान फेरि ट्युसन नि जानुपर्छ गाह्रो छ यस्तै हो अहिले चटपटी खायो भने फेरि कति बजी खान्छु भिडियो आउँछ हेर्दै गर्नु होला गाइस वा फाइनली होइन माथि एउटा रमाइलो गरेर आइयो अब यहाँ तलेर दोकानमा बुबुलाई बोलाउँछु चटपटी सामान लगेर राति 12 बजी खाने हो बोला केटा बुबाई बुबाई ओ बुबाई बाजे केटाहरू बाहिर बसिरह नि भित्र हेलो बाजे बुबाई सबै यो भरिको लग्ने हो कि हेलो हेलो बुबु हेलो उठ्नु न चटबेल लाऊ के राति 12 बजी के हो भोक लाग्यो खै कुनै थाहै छैन आफूलाई नि अघि भर्खर सिल्ला खाएको अघि भर्खर फेरि देखाउनु पाइएन केटाहरूले सामान लगाउँछन् कतिको ओ जाऊ है केटाहरू छिटो चटबेल ल्याउँदैन केटाहरूले के हो यार यस्तो पाउँदै भयो नि फेरि गाह्रो छ टाइम गयो छ टाइम त म देखिहाल्छु केटाहरू यार टाइम हेर्नुहोस् न पत्या होइन मेरो उधार कति छ गरे 180 नि चटपटा सामान ओसार बसार हुँदैछ तीनवटा यो एउटा अर्को दिनु अरे 60 भयो नि तीनटा भुजा 60 भयो 60 अनि चाउता दिन त 20 रुपैयाँ दुईटा अहिले नि हुँदैन नि हैन रुपैयाँ दिनु रुपैयाँ होला सबै रुपैयाँ दिनु हो क्या सामान चाहिँ किन्दैछु हामी 20 रुपैयाँ दिनु 20 रुपैयाँला दुईटा दिनु 100 भयो नि अनि मेरो कति छ 180 दुईवटा गयो हेर्नुलाई के तात्ते आटो नि फेरि एउटा दिन त चाउचाउ यो कति भयो 180 200 भयो नि अनि अहिलेको सही 300 लाउनु त्यस्तो एम नगर्नाले हैन हाम्रो सामान चाहिँ भइसक्यो अब चटपटी खाने सामान अब के खेर बतर के हुने हो थाहा छैन 200 रुपैयाँ दिनु 200 रुपैयाँ तिरेल पैसा दिनु पर्यो गाइज चटपटिया सामान चाहिँ यही छ यता छ दोकान भने यही हो हाम्रो काम चलाउ दोकान बोइ सुत्नु भयो त बुढ्नु भयो केटा गइसकेका छौँ अब हामी चड्डा बनायो क्लिप देखाउँदैछु ग्यास भयो हाम्रो मोलेलो चिज नि आइसक्यो कासो लागेको छ तै पनि मोलो चिज खानुपर्ने भयो के छ र नगर्न भाइ यार त मेरो भाइ उसको देन मुला एउटा खाम माया लाग्छ के बाबु यार दिने हो र कासो लाग्यो भन्छ बाबु यार म तैँले के उज्जवल भविष्यमा केही गर्यो केही छैन अब त ट्युसन नपर हामी सामान लिएर निस्किसक्यौँ यहाँबाट होइन अब घरतिर जाने हो हामी हिँडिसक्यौँ घरतिर हामी घर नि पुगिसक्यौँ चटपटेको सामान ल्याएर हामी घर नि पुगिसक्यौँ होइन मेरो घर चाहिँ यही हो मेरो घर चाहिँ यही हो होइन अब चटपटेको सामान केही घेरेको छैन अब दोकानबाट त ल्याइयो यहाँ गर्नुपर्ने धेरै छ मेरो रुम चाहिँ यही हो खासै गतिलो त छैन त्यही पनि अब ढोका सोका लगाएँ मैले चाहिँ ढोका सोका लगाएँ यहाँ चाहिँ डिस्टर्बाइस हुन्छ यहाँ चाहिँ
यसको सागतिरै प्रेम मैले सुत्छ त्यही हो अब यो मुनि चाहिँ खोइको छिने यो चाहिँ हाम्रो राजु पार्टी यस्तै हो माथितिर यस्तो छ रोटी ल्याएर अब हामी चटपटे खाने हो सामान छ अनि जानु पर्यो ए जगरा बाह्र ल्याउने हो नि होला जा चटपटे हाल्दा नि गाह्रो छ गाइस यो बाटो ल्याउनु जाग्यो दाइले भने काक्ती खाउनु ल्याउने हो काक्ती काक्ती रुगाले मर्गेला जस्तो छ होइन गाइस के ढोका लाउँछ भार ल्यायो भने आज नुन पनि हाल्ने हो कि मेरो यहीमा हाल्न लग्ने हो ढोका यहीमा नुन हाल्नु लग्ने हो कि ए मुला त्यसलाई पाखाल न के हुने पिट्यो के हुँदैन बिस्टो कि उठेन तिमीले छिल्ला हाल्यो पाते कता कता फालिदियो खालिदियो पाँचवटै खाल्थ्यो कसो माने कान्छु चाहिँ हो गाई चाहिँ अर्नु गाई चाहिँ आक्रमण मुलाएन यस्तो यस्तो भिडियो आक्रमण मैसमा छु होइन ये खन्चुवा भने यही हो खन्चुवा खन्चुवा यो गाई कागदी चाहिँ छैन के हुने हो थाहा होइन यहाँ घरमा बत्ती बिग्रिएको छ आज बिजुली हालेको छैन अब केटाहरू अब ऊ ल्यायो है कागती ल्यायो है केटाहरू कागती कागती ल्याउने यही हो यही हो कागती ल्याउने गाई कागती ल्याएन आज ल्याएन पुग्लै हुन्छ होला ल्याइले गाह्रो छ गाई यो पढाइ केही छैन किताब यता यता चाहिँ गाह्रो छ त्यो पढाइ ल्याएर कागती पनि छैन गाह्रो छ गाई हामीसँग चुक नभए नि हामी जोसिसक्यौँ होइन खोल्नलाई के गरी खाने हो थाहा छैन फेरि खोलेर अब यहाँ हालिसक्यौँ सुक चाहिँ छैन खोल्ने चाहिँ उहाँ हुनुहुन्छ हेर्ने चाहिँ उहाँ हुनुहुन्छ खाने चाहिँ म गाह्रो छ सुकै छैन फेरि हामी सुक खोज्न कहाँ जाने हो होइन गाह्रो छ सुक खोज्न गयौँ अब हामी फाइनली होइन गाइज अहिले चाहिँ हामीहरूले रोगेला कागती चाहिँ मैले मेरो बारीबाट 2वटा भेटाएर ल्याइसकेँ अब धनियाँ पनि ल्याएको थिएँ धनियाँ सानो रहेछ अब हामी चटपटी खान्छौँ चटपटी खाने काट्छु काट्थ्यो अब खोकी चाहिँ बिवत्त लाग्यो मलाई म कागती चाहिँ यसो रसी डन्डाइ चाहिँ ओछ्यानमा अहिले बन्यो भने खाने हाम्रो पेरम सर्छन् यो निचर्ने काटी फाइनली हाम्रो चटपटी चाहिँ बनिसक्यो होइन चटपटी हालत यही हो अहिलेसम्म दुःख कडेभरि खान्छु मेरो उडुको लोले हाल्नलाई मैले सङ्ख्या बढी गर्नु क्या चटपटी चाहिँ यही हो गाई छ कति बुग्लो हो पानी आउँछ पानी खान्छ पानी अटो पानी उख्रो होला र कहाँ हुन्छ लाएर चुलानो अर्को चाहिँ आफ्नै आफूले फाइनली होइन हामी चटपटी सक्न लगभग अझै छ खाँदैछु म
खाँदैछु म चाहिँ यता ऊ चाहिँ उता त्यो चाहिँ यता हामी तिनीहरू चाहिँ आफूलाई राम्रो देखा चटपटे तान्दै हाल्छ ए हामीले चटपटे खाएर नि सन लगाइसक्यौँ जो सकिसक्यौँ अन्तिम स्वाहा आजको कार्यक्रम चाहिँ हामी यहीँ समाप्त गर्छु